यी यस्ता बहादुर सैनिक हुन् जसले एक्लैले 30 जना तालिबानी लडाकुलाई धुलो चटाए र रगतको खोलो बगाइदिए। अनि यी यस्ता गोर्खाली सैनिक हुन् जसले देब्रे हातले राइफल चलाएर 31 जना जापानी सैनिकलाई एकै चिहान बनाए। अनि यी सैनिकले रेल कब्जा गरी लुटपाट र बलात्कार गर्न आएका 40 जना डाकाहरूको समूहलाई एक्लैले सिरुपाते खुकुरीले छप्काइदिए। आज हामी गोर्खाली सैनिकका यी 7 अदम्य साहसका घटनाहरू प्रस्तुत गर्दैछौँ, जसले गर्दा आजसम्म पनि गोर्खाली सेनाको नाम सुन्ने बित्तिकै दुश्मनहरू डरले थुरुरु हुन्छन्। नम्बर 1, सन् 1945 मा राइफलम्यान लक्ष्मण गुरुङ आफ्ना केही साथीहरूसँग बर्माको एउटा सैनिक क्याम्पमा थिए। त्यस समयमा दोस्रो विश्वयुद्ध चलिरहेको थियो। त्यही बेला 200 जना जापानी सेनाले एकाएक आक्रमण सुरु गरे। उनीहरू 200 जना, तर गुरुङको समूहमा उनीहरू 3 जना मात्रै थिए। यसै क्रममा गुरुङका दुवै साथीहरू नराम्रोसँग घाइते भए। उनीहरू युद्ध लड्ने अवस्थामा थिएनन् र बेहोस भएर लडिरहेका थिए। जापानी सेनाले गुरुङको सानो समूहमा ग्रेनेड फ्याँक्न थाल्यो। गुरुङले आफ्नो समूहमा जापानी सेनाले फ्याँकेका पहिलो र दोस्रो 2वटा ग्रेनेडहरू हातले टिपेर उनीहरूकै समूहमा फ्याँके। तर फेरि तेस्रो पटक जापानी सेनाले ग्रेनेड फ्याँक्यो। तर जब तेस्रो ग्रेनेड फर्काउन खोजे, त्यो ग्रेनेड गुरुङको दाहिने हातमा विस्फोट भयो। सो विस्फोटमा गुरुङका औँलाहरू, दाहिने हात र अनुहारमा गहिरो चोट लाग्यो। अझ एउटा आँखा त अन्धो नै भयो। त्यसपछि उनलाई कमजोर ठानेर जापानी सेना गुरुङकै शिविरतिर अघि बढ्यो। तर अदम्य साहस बोकेर युद्ध मैदानमा हुमिएका लक्ष्मण हार मान्ने पक्षमा थिएनन्। उनले आफ्नो रगतले लतपतिएको अपाङ्गता भएको शरीरले घिस्रिँदै अघि बढे र अगाडि आफ्नो कम्मरमा बाँधेको खुकुरी भुइँमा गाडेर किल्ला बनाए। अनि यो खुकुरीबाट अगाडि कोही बढ्यो भने तिमीहरू सबैलाई एकै चिहान बनाउँछु भन्दै बरबराउन थाले लक्ष्मण गुरुङ। बन्दुकमा गोली भरे र आऊ गोर्खा लडौँ भन्दै एक एक गर्दै 31 जनालाई ढाले। मात्र देब्रे हातले राइफल चलाएर 31 जापानी सेनालाई एकै चिहान बनाइदिए। त्यसपछि बाँकी जापानीले अघि बढ्ने हिम्मत नै गरेनन्। सो युद्धमा गुरुङको विजय भयो। उनले पछि भिक्टोरिया क्रस पाए। नम्बर 2, सन् 2010 मा अफगानिस्तानमा गोर्खाली सैनिक दीपप्रसाद पुन एक्लैले 30 तालिबानी लडाकुलाई धुलो चटाए अनि 12 जनाको त एकै चिहान बनाए। अफगानिस्तानको हेलमन्ड प्रान्तको बाबाजी जिल्लाको एक चेकपोस्टमा उनी राति ड्युटी गरिरहेका थिए। ठिक त्यही बेला 30 जना तालिबानी लडाकुले उनलाई चारैतिरबाट घेरे अनि एकै पटक ग्रेनेड जस्ता घातक हतियारले उनीमाथि चाहिलागे। दीपप्रसादलाई मार्न तालिबानीहरू उनी ड्युटी बसिरहेको त्यो चेकपोस्टको छतमा समेत चढ्न खोजे। तर उनले आफूसँग भएको 17 ग्रेनेड र 400 राउन्ड गोलीले 30 जना तालिबानीलाई एक एक गर्दै भुइँमा बजारिदिए। पछि पुनको यस्तो अदम्य साहसबाट प्रभावित भएर बेलायती महारानीले बेलायती सेनाको जीवित अवस्थामा पाउने सबैभन्दा ठुलो सम्मानबाट सम्मानित गरिन्। नम्बर 3, भानुभक्त गुरुङ एक त्यस्ता योद्धा थिए जसले दोस्रो विश्वयुद्धमा एक्लैले बर्मामा जापानी सेनालाई हायलकाल पारेका थिए। त्यसबेला जापानी सेनाको प्राय सबैजसो बङ्कर उनी एक्लैले कब्जा गरेका थिए। भानुभक्तको प्लाटुनमा जब 10 जना मात्रै थिए, त्यही बेला जापानी सेनासँग घमासान युद्ध भयो। भानुभक्तको प्लाटुनलाई जापानीहरूले राइफल, ग्रेनेड, मोटर्सले प्रहार गर्न थाले। भानुभक्तले पनि एक रूपमा लुकेर जापानी सेनाको बङ्करमा गोला बारुद बर्साउन थाले। आफ्ना अरू साथीहरूकै अगाडि उनी बङ्करमा अगाडि बढे। 2वटा ग्रेनेड प्रहार गरेर जापानीको हौसलामा छेदविच्छेद पारिदिए। आफ्नै खुकुरीले 2 जापानी शत्रुको त गर्दन नै छिनाइदिए। अर्को एकलाई ढुङ्गाले हिर्काएर मारिदिए। फेरि आक्रमणमा उत्रिएका 3 जापानीलाई उनले गोलीले समाप्त पारिदिए। पछि उनको यो अदम्य साहसलाई कदर गर्दै उनलाई भिक्टोरिया क्रसबाट सम्मान गरियो। नम्बर 4, भिक्टोरिया क्रस पदक प्राप्त गर्ने गजै घले। त्यसबेला नेपाल र नेपाली चिनाउने नेपालको विश्व राजदूत नै बने होलान् भन्दा फरक नपर्ला। बेलायती सेनामा गजै घलेको ठुलो ख्याति छ। सन् 1943 मा बर्माकै लाइनमा जापानी र बर्मेली सेनाको अखडा कब्जा गर्न 2 पटक गोर्खाली सैनिक असफल भइसकेको थियो। तेस्रो पटकका लागि घलेलाई जिम्मेवारी दिइयो। तर घले आफै घाइते थिए। उनको पाखुरा र खुट्टामा चोट थियो। तर यति चोटै चोट लागेको शरीरले पनि उनले आफ्ना दुश्मनलाई एक एक गरी सिध्याए। पछि त्यो बहादुरी स्वरूप बेलायतले गजै घलेलाई भिक्टोरिया क्रसले सम्मान गर्यो। नम्बर 5, गोर्खालीको बहादुरी देखेर बेलायतका एक कर्णेल नै एकपटक घायल भएका थिए। सन् 1943 मा जर्मन सेना विरुद्ध ट्युनिसियामा घमासान युद्ध भयो। त्यसबेला गोर्खाली सेनाको नेतृत्व कर्णेल जोन पिटरले गरेका थिए। युद्ध चर्किँदै थियो। दोहोरो हानाहानमा गोर्खाली सेना खुकुरी लिएर मेसिन गन चलाइरहेका जर्मन सेनामाथि चाहिलागे र धेरैलाई एक एक गर्दै सिध्याए। युद्धमा कर्णेल जोन पनि नराम्रोसँग घाइते भए। तर पनि युद्ध नजिती उपचार गर्दिन भनेर अडान लिए। अन्ततः युद्ध जिते पनि। गोर्खाली सेनाको ठुलो साहसले कर्णेल जोनले पनि ठुलो सम्मान पाए। अनि पछि गोर्खाली सेनाको वीरताको गाथा सबैतिर रचियो। सबैतिर गोर्खाली सेनाको मात्रै चर्चा भयो। नम्बर 7, सन् 1965 को नोभेम्बर 21 मा तत्कालीन इन्डोनेसिया र हालको मलेसियाको सरावकमा गस्ती गर्दै थिए रामबहादुर लिम्बू सहित 3 जनाको सैनिक टोली। अचानक दुश्मनसँग जम्काभेट भयो। इन्डोनेसियाली सैनिकले गोली हान्दा एक साथीको टाउकोमा गोली लागेर ज्यान गयो। अर्का साथीको शरीरमा गोली लागेर घाइते भए। धमाधम साथीहरू ढल्न थालेपछि बीच भागमा रहेका लिम्बूले ग्रेनेड हाने। सुरुङ खनेर बसेका इन्डोनेसियालीहरू 2 गोर्खालीलाई गोली हानेर सुरुङभित्रै छिरेछन्। चलाक बुद्धि भएका रामबहादुरले सुरुङको
नेपालबाट एकदमै बहादुरीपूर्वक ग्रेनेड खसालिदिए। त्यसपछि सो ग्रेनेड विस्फोट भएर सुरुङभित्रका सबै शत्रुहरू मरे। त्यसपछि दुश्मनको गोलो आउन छोड्यो। त्यसपछि लिम्बूले घाइते भएका र मरेका दुवै साथीलाई सुरक्षित स्थानमा लगे। मात्र 3 जनाको समूहमा आएका लिम्बूले एक साथी गुमाएर 30 जना शत्रुलाई एकै चिहान बनाइदिए। यही बहादुरीका लागि लिम्बूलाई भिक्टोरिया क्रस प्रदान गरियो। हो, यी र यस्तै वीरताको गाथा सुनेर होला हिटलरले भनेछन्, यदि मसँग गोर्खाली थिए भने कुनै पनि देशको सेनाले मलाई हराउन सक्दैन थिए। हवस् त, यस्तै खोजमूलक स्टोरीका लागि फ्याक्ट नेपाल हेर्दै गर्नुहोला। नमस्ते।